घुम्न जानु खोजे रहेछ हेरेर उहाँ गाडीमा हाल्दैछ त यो नि चप्चुलाएर बस्छ है अलि त मजाले सुत्दैछ यसले पनि थाहा रहेछ ल घुम्नले ल चाहिँ आज चाहिँ बामतिर घुम्न जाने भन्ने निर्णय गरेको छ नेपाली गीत गाएर हिँडेको छ है अब्रलन जाने फेल हो तर हामी चाहिँ जाने होइन है हामी त यहाँबाट मेरो छोरीको अफिस हेरेर अनि फर्केको यता त्यसमा जाने भनेर हाम्रो लेभल चाहिँ कहिले हुने होला यस्तो है अहिले त यति यो आउँछ कि मन यति सशक्त बोल्छ अर्काको देश हेरेर हाम्रो देश कहिले हुने भनेर गर्दै ल्याउँछ अहिलेको युवा बाल्यले अलिक सबै थोक गरेर ल्याएको छ तर गर्नु दिएको हुन् त्यो बुढोहरूले त्यो मनाउन नसकेको बुढोहरूले गर्नु दिएको हुन् आफ्नो देशमा चाहिँ यस्तो बनाउँछु भन्ने भावना किन नआयो कमसेकम त्यो अलिकति आफ्नो देशलाई यस्तो गरेर यो त नाम कमाएर चाहिँ किन जानु नखोज्यो होला है सिधै आयो सिधै कसरी मनाउनु खोज्यो होला यार हाम्रो गाइड चाहिँ ऊ यहाँ लरा हिँड्दा हेर्न ओ गाइड ल हामी दुईजना चाहिँ टुरिस्ट हामी बगिहाम प्यालेस हेऱ्यौँ घुम्यौँ फर्किँदै छ अहिले छन् र पनि 4-5 जनालाई पुग्ने 4-5 जना मान्छेले पुग्ने लुगा जतिकै झुन्डा रहेछ ल हामी अहिले रातदरार आइपुग्यो
युकेको दरबार है यो चाहिँ बकिङहाम प्यालेस भनेको चाहिँ। तल गेट पर छिर्ने कि हाम्रै छिर्नु त है ल। यहाँ चाहिँ बकिङहाम प्यालेस कस्तो ठुलो स्वरले न भनेको। कस्तो त्यो मान्छे रहेछ मान्छेलाई हेरेर क्रस गर्नु। हामी आज चाहिँ कान्छी नन्दलाई फेरि यता बकिङहाम प्यालेस यहाँ छ है उता। ल यो चाहिँ राजाको दरबार कान्छी युकेको राजाको दरबार हो है। राजाको दरबार ल British Federal. कान्छीलाई फोटो चाहिँ नखिच्ने। आज समर पनि भएको स्याटरडे पनि भएको सबै बाहिर हो। पार्कमा बस्ने ठाउँ छैन, बच्चाहरू खेल्ने ठाउँ प्याकै रहेछ। बकिङहाम प्यालेस पनि प्याकै रहेछ। फोटो खिच्दिने हो। हेलो साथीहरू, आज चाहिँ म यता त्यसमा घुम्न आएको। यो ठुलो छोरीको अफिस चाहिँ त्यो बिल्डिङ हो है। अच्छा चाहिँ हामी यता घुम्न आएको मान्छेहरू मजाले चिसो बियर खाँदै त्यो गर्दै रहेछ ल। जाम तिम्रो अफिसको एरिया पनि घुमिसक्यो होइन, भर्खर सुरु हुँदैछ मजाले। हामी लन्च खाने ठाउँ चाहिँ उयो हो। तिम्रो लन्च खाने ठाउँ चाहिँ कहाँ रे? यतै बसेर खान्छ। यहीँ बसेर खाने होला नि। किन अफिसमा दिनभरि अफिसमा हुन्छ त्यही भएर। हो तिम्रो अफिस चाहिँ कुतिर है? कति फ्लोरमा हो? हाम्रो 3 फ्लोरमा हो। 3 फ्लोरमा हो।
यो व्यवस्था होइन यसकै साइडमै हो यो लामो बिल्डिङ हो यो अगाडिको होइन कि उतापट्टिको गुड 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 उता हेर्नु बच्चाहरू पानी खेल्न आउँछ हामी अहिले हयात पार्क पर चाहिँ हामी अघि हामी प्यालेट हिँड्दै हो है यता वक गर्दै ल कति शीतल भइरहेको रहेछ मान्छेहरू पनि हिँडिरहेकै छ क्या है यो रुखहरू त कस्तो सलालालाला भइरहेको है यहाँ हेर्नु न यो पात त केले सोर लयो हो कि झर्दै नझर्या यहाँ घाम सेक्नेहरू घाम सेकिरहेछ हिँड्नेहरू हिँडिरहेछ बिहान सोर्या होला भाइ नत्र त पाता हुन्छ है बुझ्यो होइन पाता हुन्छ के छर्ने टाइम भन्दा पनि आज चाहिँ हामी धेरै घुम्यो है अहिले चाहिँ यहाँ हामी ट्राभल स्क्वायर के रहेछ नि त ट्राभल द स्क्वायरमा आएको हो पानी झरना सिरिरी भइरहेछ कस्तो रमाइलो दिन भइरहेछ साथीहरू तपाईहरू पनि यता युके आउनु मन लाग्यो भने अनि यो ठाउँमा चाहिँ हावाछिरी खानाले आउनु होला तर मैले चाहिँ हालिदिएको छ है तपाईहरू पनि यो बाटो खोजेर आउनु होला है हामी चाहिँ आज धेरै घुम्यौँ है यो यहाँ हेर्नु हाम्रो गाइड पनि यहाँ हामीले घन्टाको कति बोन दियो अरे 12 पौन त दिएकै हो नि घन्टाको कति घन्टा घुमायो हजुर अब 5 घन्टा पुग्यो है ओहो पानी पनि आयो वाउ सिरिरी जाडो पनि भयो रे भयो रे वाउ कति रमाइलो भइरहेको यार Ferry? Ferry? Ferry. यहाँ चाहिँ जुत्ता पसल रहेछ यहाँ कति राम्रो बच्चा लिएर खिचिरहेका म नि पुरो किन्नु पऱ्यो यहाँ एउटा तपाईँ पनि
त्यो भित्र रहेछ बनाउनु सन्डेको बेलामा चाहिँ यसरी बस्छ है गोराहरू चाहिँ लाइन लाएर चिसो बियर ट्राक्क खोलेर खान्छन् यो चाहिँ कहाँको रहेछ? It's like a sweet. A little bit, yeah, but this doesn't have gelatin in it, so it's not very rubbery. अघि के रोडको बाटो नै जान्छ तर तपाईलाई उयो भित्रको बाटो देखाउनु भनेर है कहीं चाहिँ कुकुर बोकेर यो पनि होला ए मान्छे रहेछ न उल्लु हुँदो रहेछ है यहाँ चाहिँ लेमन गरेर राखेको रहेछ म त भयो Sorry, excuse me. Please, yeah. Okay. Sorry. ए ट्राफिक पछि चाहिँ रिमोडिङमा आउनु त भयो सारा फोटो आउँछ जस्तै यता बस्नु त यस्तो हो क्या यहाँ यस्तोतिर भनेको ल तपाईँ बस्नु क्या मैले खिचिदिन्छु यसमा चाहिँ पसल निकाल्दो रहेछ है Mengenai aja. Apa ya?
क्युमा नि बन्द पर्दैन लाइन डुन लाइन त हुन्छ है आज चाहिँ हामी आमा छोरी चाहिँ आज चाहिँ कहाँ आएको अरे है चेल्सीको फ्लावर सो चेल्सीको चाहिँ फ्लावर सो चाहिँ वरिपरि यस्तो बनाइरहेको चाहिँ फुलले बनाइरहेछ मान्छेहरू यता चाहिँ अब पार्टी मनाइरहेको रहेछ इन्जोय गर्दै आमा छोरी चाहिँ हिँड्दैछ है यता चाहिँ पानी फलेर रहेछ अलिक डिजाइनको बनाएर हामी पनि अलिक पानी आउँदो रहेछ नि त मान्छे त त्यो परिवार पनि हेर्न नडराएको के मान्छे हिँड्ने बिजी अनि त्यहाँबाट चाहिँ कुकुर हिँड्ने बिजी बिहारको त्यो गरेर खाएर रहेछ भयो न के You said that's where they sell the chowder. Yeah. बसिरहेछ यहाँ आफ्नो आफ्नो ग्रुप नआगोहरू यहाँ कति छ कतिजनाले लाइन बसिरहेछ हामी चाहिँ के कति खाने मान्छेको भिड N'oublie pas le téléphone dans ce quartier.
गाइसहरू आज चाहिँ मेरो बुवा र आमा चाहिँ हिजो नेपालबाट अनि के अरे आउनु भएको। आज चाहिँ बुवा आमाको घरमा मेरो बुवा र आमा मेरो बुवा हेर्नु त यहाँ नेपाल गएर माथि नेपालबाट चाहिँ फेरि काठमाडौँबाट फेरि माथि गाउँ उया जानुभएको त बुढो दाली कालो कालो भएर आएर मेरो ठुलो भाइ त्यहाँ चाहिँ मेरो ठुलो छोरी अनि यता चाहिँ मेरो आमा यहाँ कान्छी बहिनी चाहिँ नेपालबाट ल्याएको गुसिलीहरू सबै यहाँ फ्राई गर्दैछ पकाउँदैछ। हामीहरू चाहिँ यहाँ गफ गर्दैछ यहाँ यता चाहिँ अनि यता चाहिँ मेरो हस्बेन्ड त्यो बुढो सासु ससुरा कहाँ बसेको सालीले खाना मिठो मिठो बनाएको भेना सब्जी मक्कै भएर बसिरहेको छ। यता चाहिँ ऊ यहाँ खानेकुरा चाहिँ उयाको अनि अर्ग्यानिक केरो है। यो केरो चाहिँ दुई प्रकारको केरो हुन्छ, एउटा अनि सानो गोर्खा उयो कुन त्यो माथि मेरो पाउँछ कोही रक्सी लिँदैछ कोही बियर लिँदैछ। यो उहाँ चाहिँ मेरो गोपाल भाइ माइला भाइ कान्छा भाइ चाहिँ युएसएमा छ अनि कान्छा भाइ बुहारी युएसएमा छ अनि दुईटा बहिनी नेपालमा, दुई बहिनी यता दुई भाइ यता र मेरो बुवा आमा। एकदम खुसी लाग्यो मेरो बुवा र आमा उहाँ 2 महिनाको लागि जानुभएको आज आइपुग्यो। ल अनि ल उया यो चाहिँ कान्छीले तैँले किनेर हुने जाबी हाम्रो आमा र बाउको अपार्टमेन्ट हावामाथि आउँदो रहेछ। किचनमा बत्ती चाहिँदैन हेर हाम्रो यताबाट उज्यालो छ यहाँबाट नि लागेको छ बत्तीको एकदम धेरै बचत हुन्छ यो मेरो अपार्टमा चाहिँ। तपाईँहरूलाई चाहिन्छ भने मलाई सम्पर्क गर्नु। बत्तीको बिल आउँदैन। यो चाहिँ उयाको चाहिँ केरो है चना केरो के भन्छ अरे मेरो गाउँको मासु बनाउँदैछ हाम्रो उया गोर्खाबाट ल्याएको। यो चाहिँ अब 15-20 मिनट लाग्छ। ल बोले उयाबाट ल्या होला त्यो पनि ल